सामाजिक सञ्जालमा झोले ट्रेन्डको सुरुवात भएको छ, जसले राजनीतिक दलका नेताहरूसँग फोटो भिडियो खिच्ने र उनीहरूको चाटुकारिता गर्ने व्यक्तिहरूलाई निशाना बनाएको छ। यो ट्रेन्डले जेएनजी आन्दोलनले उठाएका मुद्दाहरूलाई अझ गहिराईमा पुर्याउँदै राजनीतिक संस्कृतिमा रहेको झोले प्रवृत्तिको आलोचना गर्दछ। झोले शब्दले सामान्यतया राजनीतिक दलको झण्डा बोक्ने, नेताको पछि लाग्ने र कुनै ठोस वैचारिक आधार बिना नेताको हरेक क्रियाकलापमा समर्थन जनाउने कार्यकर्तालाई बुझाउँछ। यसलाई एमाले त आफ्नो अभियानसँग जोडेको थियो। अहिले यो ट्रेन्डले यस्ता व्यक्तिहरूलाई लक्षित गर्दै उनीहरूले कसरी राजनीतिको आडमा व्यक्तिगत लाभ लिइरहेका छन् र कसरी उनीहरूले राजनीतिक दलहरूको गलत कार्यलाई पनि समर्थन गरिरहेका छन् भन्ने कुरालाई उजागर गरेको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गुण्डुमा कार्यकर्ता भेटघाट थालेपछि त्यहाँ खिचिएका भिडियोहरूलाई प्रयोग गरेर यो ट्रेन्ड विस्तार गरिएको छ। विभिन्न समयमा राजनीतिक दलहरूले गरेका कार्यक्रम, र्यालीमा झण्डा बोकेर हिँडिरहेका व्यक्तिहरूको भिडियोलाई पनि यस अभियानमा प्रयोग गरिएको छ। यसले राजनीतिक दलहरूमा नेतृत्वको आलोचना गर्ने क्षमता नभएका र केवल नेताको होमा हो मिलाउने कार्यकर्ताहरूको बाहुल्यता रहेको भन्ने युवाहरूको गुनासोलाई बलियो बनाएको छ।